नमस्ते। धेरैजनाले प्रश्न गर्नुहुन्छ कि भिजिटर भिजा अप्लाई गर्दाखेरि हामीले ब्याङ्क स्टेटमेन्ट कति देखाउनुपर्छ, क्लोजिङ ब्यालेन्स कति देखाउनुपर्छ भनेर प्रश्न गर्नुहुन्छ। युजली तपाईँले लाइक अस्ट्रेलिया गर्दा, न्युजिल्यान्ड, युके और सेन्जेनका नेसन्सहरू, त्यसै गरी क्यानाडा, यी देशहरूमा, त्यसै गरी साउथ कोरिया लगायतका देशमा तपाईँले भिजा अप्लाई गर्दाखेरि 6 मन्थको ब्याङ्क स्टेटमेन्ट सो गर्नुपर्छ। 6 महिनाको क्लोजिङ ब्यालेन्स देखाउनुपर्छ, 6 महिनादेखिको ट्रान्जेक्सन्स देखाउनुपर्छ। त्यसमा तपाईँको युजली इन्कम कति भइरहेको छ र एक्सपेन्डिचर तपाईँको खर्च कति भइरहेको छ त्यो देखिन्छ। र उनीहरूले एम्बेसीले मेनली हेर्ने भनेको तपाईँको होम कन्ट्री टाइअपको कुरामा चाहिँ ब्याङ्क स्टेटमेन्ट पनि मेन हो। किन भन्दाखेरि ब्याङ्क स्टेटमेन्टमा तपाईँको क्लियरली इन्कमहरू, जस्तो कि तपाईँले बिजनेस गर्नुहुन्छ अथवा तपाईँले चाहिँ केही इम्प्लोइ हुनुहुन्छ, कुनै कम्पनी अर्गनाइजेसन्समा काम गर्नुहुन्छ, तपाईँ स्यालेरी थाप्नुहुन्छ भने तपाईँको खातामा स्यालेरी आएको हुन्छ। र त्यही बेसिसमा रहेर चाहिँ तपाईँ म भिजिटरमा गइसकेपछि घुमेर म फर्किन्छु होम कन्ट्री, किन भन्दा मसँग अलरेडी मेरो बिजनेस छ, बिजनेस इन्कम छ, अथवा मेरो कुनै एबिसी कम्पनीमा काम गर्छु भनेर प्रुफ देखाउनु पर्ने हुन्छ। र त्यही आधारमा चाहिँ तपाईँले भिजा नपाउने डिटरमाइन गर्छ। र युजली तपाईँको खातामा कति ब्याङ्क स्टेटमेन्ट हुनुपर्छ भन्ने कुरामा चाहिँ नर्मली सेन्जेन नेसन्सहरूले हरेक दिनमा तपाईँको कति खर्च गर्ने भनेर उनीहरूले एउटा तोकेका छन्। एभरेजमा 200 युरो रहन सक्छ हरेक दिनको हिसाबले। प्लस अब त्यसमा तपाईँको फ्लाइट टिकटको, राउन्ड ट्रिपको टिकट लगायतका चिजलाई क्यालकुलेसन्स गरेर तपाईँको खातामा हुनुपर्छ। र युजली स्ट्यान्डर्ड तपाईँको खातामा क्लोजिङ ब्यालेन्स चाहिँ 12 लाखदेखि 20 लाखको बिचमा भयो भने तपाईँलाई युजली 12 लाखदेखि 20 लाखसम्म तपाईँको खातामा हुँदाखेरि तपाईँको स्ट्यान्डर्ड अमाउन्ट मानिन्छ। त्यो चाहिँ सबै देशमा एक्सेप्टेसन्स हुन्छ। कुनै कुनै केसमा क्यानाडा लगायतका देशले चाहिँ त्योभन्दा धेरै क्लोजिङ ब्यालेन्सको रिक्वायरमेन्ट राख्छन् भने तपाईँ युजली अस्ट्रेलिया गर्दाखेरि और न्युजिल्यान्ड, त्यसै गरी सेन्जेनका युरोपका कन्ट्रिजहरूमा गर्दा अथवा युकेहरूमा गर्दाखेरि पनि तपाईँले आफ्नो खातामा कममा पनि 6 मन्थको स्टेटमेन्टमा 12 लाखदेखि 20 लाखको बिचमा देखाउन सक्नुहुन्छ। र त्यो कुरा चाहिँ तपाईँले एकैचोटि डिपोजिट गर्न चाहिँ तपाईँले पाउनुहुन्न। तपाईँले यदि एकैचोटि ह्युज अमाउन्ट चाहिँ तपाईँको खातामा डिपोजिट भएको छ भने त्यो कुरालाई चाहिँ तपाईँले डिक्लेयर गर्नुपर्छ कुन सोर्सबाट त्यो बिग अमाउन्ट चाहिँ तपाईँको खातामा आएको छ भनेर।